ल गाइस, आज चाहिँ म आफ्नै गाउँको करिसाबारीमा मसँग यो फुलकाँडाको काट्न आएको छु बाख्राले घाँस। हाम्रोतिर चाहिँ गाइस आज रोपाइ चल्दैछ, त्यो भएर आज बाख्रालाई घाँस काटेर हालिदिनु पर्यो गाइस। के गर्ने, गाउँले जीवन गाह्रो छ गाइस। हप्से कुटो कोदालो सब गर्नुपर्छ गाउँतिर। दुःख मान्नुहुन्न गाइस, काम गर्नुपर्छ। के गर्ने गाइस, त्यसो गाउँघरतिरको पारा नगरी नहुने गर्नै पर्छ गाइस। के गर्नु गाइस, म चाहिँ मसँग फुलकाँडा काटेर आज बाख्राले चिल पारामा खुवाउनेवाला छु। चिल पारामा घाँस चाहिँ गाई पुग्न लाग्छ। थोरै काटेर म चाहिँ घरतिर लाग्छु गाइस। के गर्ने, अहिले यो घाँस लगेर जाने गाइस, बाख्रा लास्ट गराउँछु। लास्ट कुतर्छ गाइस, खतम छ यो काँडा। खतम काँडा भन्नुपर्छ यसले चाहिँ। लास्ट कुतर्ने चिल्ने खतम छ। पन्जा लगाएको छु गाइस, हातमा पन्जा लगाएर। गाइस अब चाहिँ लास्ट हो, यो काटेर घरतिर जान्छु। घर पुगेर चाहिँ बाख्रालाई खानुहुन्छ। म चाहिँ घरतिर लागिसकेँ। घर पुगेर गाइस मस्त पारामा बाख्राले कमाइदिन्छु। अहिले चाहिँ मैले बोकेर गइरहेको छु। मस्तसँग कुतर्छ। के गर्ने, काम गर्नु पर्यो। आज चाहिँ रोपाइ छ गाइस, यो गाडी आइसकेको छ आज धान लाग्नुलाई। धानको बिउ मल मसँग त भैँसी छ। मेरो घर चाहिँ यही हो गाइस। मस्त पारामा बाख्रालाई म चाहिँ अब कस्तो परिरहेको धेरै चाहिँ छैन, हल्का बाख्रा छ। यसलाई चाहिँ मस्त पारामा आज घाँस खुवाउँछु गाइस। अहिले काटेको घाँस चाहिँ यही हो। घाँस अब लगेर म हालिदिन्छु। लास्ट